आज हामीसँग बोलेरो म्याक्स बडी बनाउन आएको थियो। यसले बनाउँदा बनाउँदै यस्तोसम्म हुन्छ भनेर मैले कहिले पनि सोचेको थिएन। नमस्ते, मेरो नाम पुरन र म काम गर्ने गर्छु ग्यारेजमा। आज हाम्रो पसलमा आएको छ महेन्द्र जीप बोलेरो र यो गाडीको चाहिँ हामीले पाता निकालेर पत्तेहरू फालेर नयाँ पाइप जोड्नु पर्ने हुन्छ, किनभने यो गाडी चाहिँ भैँसी बोक्ने गराउने है छ। त्यही भएर यसलाई चाहिँ हामी त्यस्तो गर्न लागेको छौँ है त। सुरुमा भने यो गाडीको पाताहरू मैले सब निकालिदिन्छु, किनभने यहाँनिर नयाँ पाइप हाल्नु छ नि त हामीलाई। अनि त्यहाँनिर ढालाको माथिपट्टि पनि थियो एउटा पाइप, त्यो पनि निकालिदिन्छु। अनि मैले चाहिँ त्यो काटेर पनि फालिसकेँ अनि पाइप पनि लगभग जोडेर पनि भ्याउन लागिसकेको छु है त। मैले चाहिँ त्यहाँ पाइपहरू सब हालेर भइसकेँ। अब भने माथिपट्टि चाहिँ सपोर्टको लागि एउटा पाइप हाल्न पर्ने हुन्छ। अनि सुरुमा भने मैले चाहिँ त्यो रिङ चाहिँ निकालिदिन्छु, किनभने त्यो सानो भइरहेको थियो। अब त्यहाँ भने ठुलो जोड्नु पर्ने हुन्छ। मैले चाहिँ त्यो काटेर पनि भ्याइसकेँ। अब त्यहाँ जोड्नको लागि चाहिँ अब पाइप काटेर बनाउनु पर्ने हुन्छ कि, अनि त्यो बनाएर पनि मैले होल्डिङ गरिदिन सुरु गरिदिन्छु। ए साँच्चै हजुरहरूले मलाई फलो गर्नु भएन नि फलो गरिहाल्नु होला। अनि हजुरहरूले मेरो भिडियो कस्तो लाग्छ गाइज कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। मैले चाहिँ लगभग जोडेर पनि भ्याइसकेको थिएँ। अब भने फुल होल्डिङ गर्न थियो, त्यही भएर चाहिँ मैले फुल होल्डिङ गरिदिन सुरु गरिदिन्छु है त। अनि मलाई चाहिँ कतिजनाले लोकेसन कहाँ हो भन्दै हुनुहुन्थ्यो। लोकेसन चाहिँ स्याङ्जा गरेँ है त। यति हजुरहरूले पनि यस्तै गर्नु छ भने हामीले सम्पर्क गर्न सक्नुहुनेछ है त। अनि मैले चाहिँ यो गाडीको सब पाइपहरू जोडेर पनि भ्याइदिन्छु। अनि आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर